ठाउँमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो एभोकाडो पानी पनि आइख्यो क्या झारे नत्र राम्रै फल्थ्यो भनेको ल ल यो चाहिँ राम्रो यो त तपाईँ युट्युबमा खानै पर्छ ल साथीहरू एभोकाडो एकदम राम्रो यहाँ यस्तो यस्तो पनि हुँदो रहेछ फल्ने रहेछ यार गऱ्यो भने एभोकाडो हे एभोकाडो भनेर साथीहरू यो के हो यो त एभोकाडोको बोटमा ल्यायो तपाईँले है यहाँ टन्नै फलिरहेको छ यो पाकेपछि कस्तो हुन्छ यस्तो दामी हुन्छ है अब यो बुद्धचित्त सबै भन्नु न यो ठाउँमा चाहिँ रहेछ ल म सोध्छु तपाईँ फर्स्ट नमस्कारदेखि भन्नु अनि म पुरा अरू कुरो बनाउनु ल 1 2 3 गो हजुर नमस्कार मेरो नाम चाहिँ मानबहादुर थिङ सबैलाई सर्वविदितै छ थाहा नगरपालिका वडा नम्बर 6 मा पर्छ यो गाउँखेलको माथि सिरानमा ठुलढुङ्गा भन्ने ठाउँमा पर्छ यो यहाँ चाहिँ विशेष गरेर मेरो यो जीविकोपार्जन गर्ने चाहिँ खेतीबाट नै हो तरकारीबाट तर मैले चाहिँ के गरिरहेको छ भने यो परीक्षणको लागि यहाँ एभोकाडो पनि रोपेर हेरेँ यो पनि फल्ने रहेछ अब राम्रै फल्यो 2-3 वर्ष भयो एकदम राम्रो फल्यो फल्ने रहेछ हामी सानोमा यो त राम्रै फल्ने रहेछ हाम्रो ठाउँमा नि हजुर यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो फलेछ ल अनि यसपालि त यो असिनाले झार्यो है हजुर हजुर नत्र भने यसमा बहुत फल्यो यसपालि यो फेरि डल्लो खाले जातको हो यो फेरि हजुर हजुर यो अर्को चाहिँ बोर्डमा भर्खर यसपालि फुल खेल्यो यो तल्लो चाहिँ तल पनि के अरे क्यामेरामा लिनु होला यो पनि अब यहाँ छ है अनि उहाँ तल पनि छ यो मैले परीक्षणको लागि रोपेको यसमा चाहिँ फल्यो धेरै राम्रो फल्ने छ सानबा यसको नि भालेर पोथी जातको हुन्छ कि यो पनि खोइ त्यो भन्दो रहेछ यो किबी जस्तै हुन्छ यो पनि खोइ त्यही भन्दो रहेछ मैले चाहिँ भालेपोथी केही पनि गरेन थाहा भएन है धेरै राम्रो फल्ने छ तपाईँको यो फल त तपाईँको एकदम महँगो छ होइन तपाईँ एक गोटाको नि कति पर्छ यो गरी हामीले किन्नु पर्दा मैले चाहिँ योभन्दा 74 सालमा बिरामीलाई चाहिँ अपरेसन गरेको बिरामीलाई किन्दाखेरि 500 रुपियाँ किलोले चाहिँ तरकारी सब्जी पसलमा र फलफुल पसलमा फ्रुट पसलमै राख्दो रहेछ लिए अहिले चाहिँ हामीले यो बेच्नु पर्दा तपाईँको त्यस्तै 300-400 त्यस्तै किलोको पर्छ हजुर अनि यो छ नि यो चाहिँ तपाईँको यो जस्तै यो चाहिँ के रोगको जस्तै चाहिँ औषधि जस्तै हो यो यसमा चाहिँ प्राय के भन्दो रहेछ भने यसले शरीरको सबै तत्त्वहरू शरीरलाई चाहिने तत्त्वहरू चाहिँ प्राय चाहिँ सबै मिल्छ भन्दो रहेछ यो प्रोटिन हैन अनि भिटामिन प्रोटिन यो क्याल्सियमहरू सबै प्रकारको चाहिँ तत्त्वहरू मिल्छ भन्ने गर्दो रहेछ सबै एकदम मेहनती एकदम किसान हुनुहुँदो रहेछ हाम्रो सानोमा चाहिँ तपाईँको छ नि तपाईँ चाहिँ यो चाहिँ तपाईँ धेरै खेती गर्नुभएको रहेछ तपाईँले यहाँ किवी खेती नि यहाँ रहेछ तपाईँको कागती छ अब फलफुल त यहाँ अब कुरै नगर्नु कति फलफुल यहाँ तपाईँको हेर्नुहोस् न यहाँ फलफुल त एकदम अझ मैले बुद्धचित्तको पनि बोट रोपेको छ है यो यसैमा सन्दर्भ जोडौँ होइन सानोमा यहाँ पानी परिहाल्यो नि मलाई चिन्दै थियो पुग्ने कस्तो यो काठमाडौँतिरबाटै ल्याएको हो भ्यू काठमाडौँतिर पाउनु रहेछ है सानोमा होइन हजुर यो तपाईँको घरमै बसेर तपाईँले यो त तपाईँहरूले बनाउनु पर्ने यो त मान्छेले घरै बसेर तपाईँले कति बोट ल्याउनु भयो त काठमाडौँबाट 30,000 40,000 फिक्स स्यालेरी जस्तो कमाउनु छ मोबाइलबाट 3 बोट हजुर 3 बोट ल्याएको 3 बोट हजुर कति लिनु रहेछ त एक बोटको यो एक बोटको कति मैले नि बिर्स्यो 20-25-30 रुपियाँ कति पर्यो हजुर एक बोटको चाहिँ तपाईँको त्यो बेला सस्तै रहेछ नि बोट त अब त्यो कसैले रोप्दैन कति वर्ष भयो नि त यो लाउनु भएको तपाईँ यसले भयो 74 सालमा लगाएको हो हजुर यो 74 साल पौषतिर
भनेपछि त 9-10 वर्ष भन्ने लाग्छ। 9-10 वर्ष तपाईँको बोट पनि त्यति महँगो परेर रहेछ त्यो बेला है? कति रे हजुर भनेसम्म? 30 देखि 50 सम्म राखौँ न। अहिले त महँगो होला है बोट है? अहिले चाहिँ खोइ के छ, मैले यो त खासै परीक्षणको लागि ल्याएको। ग्राफ गर्न पनि मिल्छ होला यो त। अनि योसँग प्रसङ्ग जोड्नु पर्दा चाहिँ अब किवी सुरुमा किवी हेरेको, किवी पनि राम्रै फल्यो, एकदम राम्रो। एक बोर्डमा पनि मैले कमसेकम 2-3 क्विन्टल बेच्यो होला। सक्दो खाएर के अरे भनौँ न,